हेलो गुड आफ्टरनुन नमस्ते म न्यू इटरी ड्राई क्लिनर एन्ड लन्ड्री सर्भिसबाट यो प्यान्ट चाहिँ खादी कटनको प्यान्ट हो है एकदमै महँगो प्यान्ट हो। यसमा चाहिँ अब कस्टमरले किनेकै दिन चाहिँ कफी पोखाउनु भएको रहेछ। पुरै कफीको स्ट्यान्ड थियो। अहिले चाहिँ हामीले ड्राई क्लिन गरिसकेपछि यो स्ट्यान्ड चाहिँ पुरै 100% क्लिन गइसकेको छ। कस्टमर पनि खुसी हुन्छ होला है। एकचोटि हामी कस्टमरको रिभ्यू पनि फिडब्याक कस्तो छ भनेर हजुरहरूलाई म पोस्ट गर्छु है। यो चाहिँ एकदमै राम्रो फ्याब्रिकमा हो है, एकदमै राम्रो फ्याब्रिकको प्यान्ट हो। सेन्सिटिभ फ्याब्रिक भए पनि हाम्रो केमिकलले चाहिँ एकदमै राम्रो क्लिन गर्छ। हजुरहरूलाई पनि यस्तै स्ट्यान्डहरू रिमुभ गर्नु छ भने हामीलाई सम्झनुहोस्। हाम्रो लोकेसन चाहिँ इटरी 4 आइतबारे न्यू इटरी ड्राई क्लिनर एन्ड लन्ड्री सर्भिस। हाम्रो युट्युब च्यानलमा पनि हेर्न सक्नुहुन्छ। युट्युब च्यानललाई सब्सक्राइब, फलो, लाइक, कमेन्ट, सेयर गरिदिनुहोस्। हाम्रो फेसबुक आइडीलाई पनि फलो, लाइक गरिदिनुहोस्। हस् त, धन्यवाद, थ्याङ्क यू। हेलो नमस्ते, म चाहिँ यहाँ यो इटरीको सङ्गीत चोक भन्ने ठाउँमा आएको छु है। यो हाम्रो सङ्गीत चोक हो। हाम्रो कस्टमरले चाहिँ ड्राई क्लिन गर्न दिएको कपडा चाहिँ यो हृदय इम्प्याक्ट्स भन्ने हो है। यहाँ चाहिँ हाम्रो हरेक प्रकारको उयोहरू इनर आइटमदेखि लिएर सक्स आइटमदेखि लिएर हरेक आइटमहरू यहाँ हाम्रो पाउँछ है। होलसेलको लागि चाहिँ एकदमै राम्रो छ है यो त। अनि हामी कस्टमरसँग प्रतिक्रिया पनि दिने कोसिस गर्छौँ। हाम्रो काम सर्भिस कस्तो छ हेरिदिनु होला भनेर हामी हजुरहरूलाई भन्नेछौँ है त। कस्टमरको फिडब्याक मैले बोलिसकेँ। दिदी दागहरू कस्तो कहाँ थियो भन्नु त? यहाँ पुरै च्याप पोखिएको थियो। यहाँबाट यहाँ पुरै च्याप पोखिएको थियो। अहिले कस्तो भयो? राम्रो भएको छ? जस्तै नयाँ भएछ। फर्स्ट डेमा मात्रै च्याप पोखिएको थियो। फर्स्ट टाइम ड्राई क्लिन गर्नुभएको होइन हाम्रोमा? हजुर। खुसी हुनुहुन्छ नि? खुसी छु, एकदम राम्रो भएछ। नयाँ जस्तो पहिला किने त्यस्तै भएछ। हो ल ल, धन्यवाद, थ्याङ्क यू। थ्याङ्क यू। तपाईँलाई पनि फेरि पेन्ट राम्रो नयाँ बनाइदिनु भएकोमा।